हेलो गाइस माई डे 3 ब्लग तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ। तपाईहरुलाई नि एकदम आएर होला, मलाई नि एकदम आराम छ। आज चाहिँ म घरमै छु, अरु बेला नत्र म घुम्न जान्थ्यो। आज चाहिँ म घरमै छु। हामीले चाहिँ यहाँ पुरै सफा गर्नु लागेको छु है, यता सफा गर्नु लागेको छु। अब हामी सफा गर्दै गर्छु। अनि आज चाहिँ म घरमै छु के, अरु बेला घुम्न जान्थ्यो, आज चाहिँ घरमै हो म। यस्तो भद्रगोल किन गर्यो भने उताबाट कोठाबाट लिएर आएको, त्यही भएर। अनि यता चाहिँ सफा आधी गरे भइसक्यो, अब आधी गर्ने बाँकी छ। यतापट्टि किचनमा चाहिँ यति चाहिँ भइसक्यो, अब अझै हुन बाँकी छ है। सफा गर्दैछु हामी, तर गर्दै जाँदैछु। अनि हाम्रो यहाँ हुनुहुन्छ राजाजी। हामीले सफा गर्दैछु। अब कतिखेर भ्याउँछ भने थाहा भएन है। अब हामी चाहिँ दिदी सफा गर्दै हुनुहुन्छ। हाम्रो चाहिँ लगभग सक्यो। अनि अब सकिन लाग्यो। अब अलिकति बाँकी नै छ। अनि अब सकेपछि तपाईँहरूलाई फाइनल लुकहरू पनि देखाउँछु। अनि अब काम गरेको भिडियो पनि देखाउनु पर्यो। अनि हाम्रो कोठाको डेकोरेसन मेरो चाहिँ यो खाट हो। अनि डेकोरेसन खतरा होइन। तपाईँहरूलाई हाम्रो गाउँको भ्यूहरू देखाउँछु तपाईँहरूलाई। यस्तै तन्नु चाहिँ हाम्रो उसमा खरै हाल्नु पर्यो। भन्ना सेट बनाउनु पर्यो यो यसको सिधा अब चाहिँ म उतापट्टिको घर जाँदैछु होइन, तन्ना लिन जाँदैछ म। अनि त्यही भएर तन्ना लिएर उतापट्टि फेरि मिलाउनु पर्छ, कति काम छ यहाँ। यो चाहिँ मेरो घर हो, उतापट्टि मेरो भाइको घर, म उतैपट्टि बस्छु नि त। त्यही भएर तन्ना यहीँ छ होला, ठ्याक्कै भेट्दिएर। अहिले चाहिँ हामी 4 जना बस्छ, म, सानो भान्जा, दिदी, आमा बस्छ। आज चाहिँ तलबाट दिदीको मम्मी आउनु भएको छ, भान्जाको हजुरआमा। हाम्रो यहाँको हजुरआमा चाहिँ जिजू हजुरआमा हो भान्जाको। उहाँ दिदी चाहिँ ब्रस गर्दै हुनुहुन्छ, उहाँ चाहिँ दिदी हो होइन, ब्रस गर्दै हुनुहुन्छ। उहाँ चाहिँ सङ्गीता दिदी हो, पल्लो घरको दिदी, हाम्रो बाबाको मामा घर, हाम्रो बाबाको माइजू। यहाँ चाहिँ हजुरआमा नाति सुतिरहेछ पुरै पारामा, यस्तो सुतिरहेछ। यता पसलपट्टि भान्जा के छ हेर, उसको मुस्कानले नि घायल बनाइदिन्छ। के छ म चाहिँ यतापट्टि बस्दैछु होइन, अल्छी लाएर बसिरहेको, काम भ्यायो त्यही भएर अल्छी लायो बसिरहेको।
अनि अहिले भर्खर उठायो भने त म त अनि 10 बजेतिर अनि त्यही भएर हिजो म्याचले मलाई खाइहाल्यो होइन जित्यो मलाई कति खुसी लागेको छ इङ्ल्यान्डले कस्तो खुसी लाग्यो अब फ्लेक्स हान्नुपर्छ त्यस्तो अर्जेन्टिनाहरूको फ्यानहरूलाई हेर फ्लेक्स त हान्नु परिहाल्यो नि यो भाइ चाहिँ गाउँघरकै भाइ यो चाहिँ कोफुची रहेछ यस्तो काली न काली होइन आज म यति नै बनाएर जान्छु मलाई टाउको दुख्यो अहिले होइन अनि म जान्छु है गाइजहरू होइन मेरो मोबाइलको चार्ज पनि सक्यो म अब आधी ब्लगको भोलि लिएर आउँछु बाई बाई